ल बहिनी भेट्नु छोरीलाई भेट्नु नानी भिडियो नबनाउनु हैन नानी मानेको छैन त छोड्दिनु मानेको छैन मम्मीसँग जाने नजाने मानेछ एकपटक बोक्नु नानी बोक्नु ल अब यस्तै हो ल मान्दैन नानीहरू मान्दैन छोड्दैन माइक कहाँ ल यहाँ छ ल डाक्टर भएर अब बालकैदेखि आइस नानीहरू पाइस तैँले खोज्ने ठाउँ थियो मलाई भनिनस् यस्तै भयो तैँले जिम्दै निबाठेर हिँडिस् राम्रोसँगले गरिहा अब नानीलाई र हामीलाई सम्झेर कहिले आँसु नजा खुसीको तेरो आँसु झरोस् ल ठिकै छ छोडिदिनु एकछिन बोक्छु ला बोक्नु लु बोक बच्चा लु बोक तेरो बुद्धि नै यति भयो त के गर्नु ला ठुली छोरी ला अब मैले तँलाई राम्रो गर्दा गर्दा यसो गरिस् मलाई अलिकति भन्दै थियो त सोझो बाउको पाप ससुर बुहारी कहाँ कस्तो हुन्थ्यो काखमा राखेर राखु पाउला जस्तो गर्थ्यो बाउले तँलाई पाप लाग्छ अब यतिसँग रुइरहेछ कि लाने फिर्ता लान्न हजुर लान्न मेरो इज्जत छ मेरो दाजुभाइ छन् मेरो नल नाता छन् लामो लहरो छ आँसु झरेको छ मेरै आँसु झर्न लाग्यो तपाईँको अनुहार हेर्दा बालखीदेखि लिएर मैले कति संस्कार सिकाएँ अनि के गर्नु त कि लादा कति मैले संस्कार सिकाएँ कति गरेँ मैले मेरो मनमा अनि अब रुएको रहेछ सबैजना अनि ल राम्रोसँग जा गरी खा हामीलाई अब अन्तिमचोटि हेर ए बाप पछि पनि भेट हुने हो त्यसो भेट पनि हुन्छ नि के नहुनु ल आइज मम्मीसँग बोल्नु ल आइज ल राम्रोसँगले गरी खा लु जा है अब के गर्छस् त अब तेरो बुद्धि नै यति आयो तँलाई मैले हात पनि उठाउनु पर्यो मैले यत्रो सामाजिक सञ्जालमा आएर हात पनि उठाउनु पर्यो तँलाई मैले हरेक खाना पनि भन्नु पर्यो के गर्ने यस्तो गरौँ न भन्ने पनि सोच थिएन अब राम्रोसँगले नलाने हजुर नलाने यो मेरो इज्जत छ मलाई के भन्छन् छोड्नु एकछिन छोड्नु लु राम्रोसँगले जा अब गरी खा के गर्छस् त अब टकटकाइदिनु लु जा टकटकाइदिनु न हो यता लागिरहेछ लु जा अब के गर्छस् तेरो बुद्धि मेरो मात्रै गल्ती भयो अब अरूले गल्ती गरेका थिएन अरूलाई पनि मिडियामा ल्याउनु नि अब गल्ती तैँले नि गरेको तेरै त गल्ती देखियो त अब कसको देखियो त अब के गर्नु अब यस्तो कहिले पहिलोचोटि हो म पनि पढा लेखा थिइनँ कति महान बुहारी मैले भेला मैले ल्याएँ मेरो छोराले ल्याइदियो भन्थ्यो मलाई यस्तो गरिस् त अन्तिम पटक रुनु दिनु न हौ छुट्नु मन लागेको छैन मलाई कहिले छुट्न मन थिएन के गर्नु त मलाई छुटाइदियो यसले मलाई कहिले छुट्न मनै थिएन नि त मलाई छुटाइ हाम्रो जुठो पिठो सबै खान्थे अनि यसलाई अलिकति भात कमी खा भने मुसो हेर्दा भन्दै म लुकाइ खुवाउ मुसो भन्दै उता हेर्थेँ अनि त्यहाँबाट ऊ मुसो आयो भन्थेँ अनि उता हेरेको बेला अनि त्यहाँबाट म खाना खुवाउँथेँ क्या यसलाई लुकाइ आउँथ्यो कि आउँदैन